प्रहरीको पोसाक अबदेखि हामी आफै बनाउँछौँ, आफ्नै फ्याक्ट्री। एउटा कुरा, यो फ्याक्ट्री फेरि तपाईँको सहरतिर हुँदैन, यो फ्याक्ट्री गाउँतिर हुन्छ, ताकि गाउँको ठाउँको मान्छेहरूले रोजगारी मिल्छ। त्यहाँबाट हामीले त्यसलाई ट्रान्सपोर्टेसन गरेर हामीले विभिन्न ठाउँहरूमा हामीले हाम्रो लत्ता कपडाहरूको लागि हामी पठाउँछौँ। रोजगारी पनि सृजना भयो, आफ्नै देशमा उत्पादन पनि भयो, हामीले चाहेको जस्तो पनि भयो, प्रहरीको आफ्नै फ्याक्ट्री पनि भयो। न्युट्रिसनको कुरा, चुस्ताको कुरा, यसको लागि पनि तपाईँहरू कतिजनालाई थाहा छैन होला, आन्दोलन भइसकेपछि न्युट्रिसनको लागि 201, करेक्ट? 201 किन छ भनेर फर्स्टमा आज आवाज उठाएको आइजिपी साहबलाई, त्यतिखेर तत्कालीन आइजिपी साहब चन्द्र कुबेर खापुङ हुनुहुन्थ्यो होला, उहाँसँग फर्स्टमा म गएर उठाएको, यो चेन्ज हुनु पर्यो भनेर मैले भनेको प्रहरीबाट। 201 रुपियाँमा एउटा मोमो, एक प्लेट मोमो आउँदैन, तपाईँले कसरी प्रहरीको न्युट्रिसनमा उयो गर्नुभएको छ? के गर्नुभएको? यो कसरी गर्नुभएको? किन नबोल्नु भएको? किन नगर्नु भएको? एन्ड देन वी टक अबाउट पर्फर्मेन्स। 201 रुपियाँ छ न्युट्रिसनको, जबकि हाम्रो प्रहरी एभ्री डे खट्नुपर्छ, दिनरात नभनिकन, बुट 24 घन्टा लाउनुपर्छ। कसरी हुन्छ यो? यसको लागि तपाईँ फाइल अगाडि बनाउनुहोस् भनेर हामीले बार बार ताकेता गरेर मन्त्रालय धेरैचोटि धाएर, मेरो विचारमा अहिले हाम्रो आइजिपी साहब दानबहादुर